जय श्री राम। दशैं 2081 को समाप्तिको साथ सबै दशैं रिलेटेड मेमोरिजहरू कैद गर्दै यी ब्लॉग आ चुकल बा। दशैं 2081 के दशैं के टीका के शुरुआत हमनी के भयल घर से, घरबाट टीका थाप्दै घर परिवारसँग आशीर्वाद लिँदै दशैं को टीका घरमा यसरी मनाइयो। बच्चाहरू पनि एकदम अचम्मित कि बडा राम्रो भइरहेछ, पैसा पनि पाइरहेको छु। त फाइनली सेल्फी लिँदै घर परिवारमा दशैंको कार्यक्रम यसरी नै समाप्त गर्दै हमनी के निकल चुकल बानी सन हमार ससुराली यानी कि काठमाडौँ के तर्फ। यदि तपाई पनि काठमाडौँ आउँदै हुनुहुन्छ भने चापा गाउँकै बाटो रोज्नु होला, किनभने फिलहालको लागि त्यही सेफ छ। फाइनली काठमाडौँ आइसकेको छौ र द सेन्चुरी होल्डर यानी कि हजुरआमासँग टीका थाप्दै आशीर्वाद पनि लिइसकेको छौ र काठमाडौँमा टीका सेलिब्रेसन यसरी नै सुरुवात भइसकेको छ। टीका थाप्दै अरू पनि रिलेटिभ्सहरू कहाँ हामी टीका थाप्दै फेरि टीका थाप्दै फेरि टीका थाप्दै आशीर्वाद लिँदै टीका थाप्दै आशीर्वाद लिँदै, यही त हो नि टीका भनेको, थाप्दै आशीर्वाद लिँदै टीका र दशैं यसरी मनाइयो। र फाइनली हम चुकल बानी अपन बाबा के घर में यानी कि अपन भोलेनाथ पशुपतिनाथ बाबा के द्वार में सिर झुकाते हुए हर हर महादेव।